हेलो एन्ड नमस्ते सबैजनालाई। एन्ड आज चाहिँ हामी भाइ मलेसियाबाट आएको थियो अनि सामानहरू लिएको थियो, त्यही भएर के कुराहरू छ अनबक्सिङ गरेर राखौँ। यो एउटा घडी थियो, यो गाडी छ, यसको चाहिँ ब्याट्री चार्ज गर्न राखेको छौँ। सो एकछिनमा यसलाई चलाएर हेर्छौँ, त्यति बेलासम्म चाहिँ घडी अनबक्स गरौँ है त। यस्तो छ घडीको सेटअप चाहिँ। कटली घडी छ, घडीलाई नै अहिले एकछिन साइडमा राखौँ, त्यसपछि बाँकी के छ हेरौँ है त। ओके, वाइप्सहरू, एन्ड देन वी हेभ, ओ माई गड, एक्स्ट्रा किलाहरूसम्म दिँदो रहेछ यिनीहरूले त। वाउ, नाइस। इन केस, ओके, अनि त्यसपछि ओ प्रोटेक्टिभ ग्लास पनि, वाउ, दुईटा दिँदो रहेछ, नाइस। त्यसपछि कसरी अनस्क्रू गर्ने भन्ने कुराहरू दिएछ, इट इज गुड। अनि अर्को कुरा चाहिँ यहाँ चाहिँ अर्को यो किताब कापी छ। अब स्मार्ट वाच हो क्या हो यो त? स्मार्ट वाच हो यार। ओके, यस्तो छ है घडी चाहिँ। पावर, ब्याक, साउन्ड पनि बटन छ। पावर अन गरौँ है त। हेलो, मन्डे 02/24 8:01 भयो। नाइस, तर अलिकति छिटो गयो चाहिँ, रिले गर्नुपर्छ। ओके, स्टेप्सहरू, हार्ट रेटहरू, युजुअल ओएस सफ्टवेयर त सबै सेम नै छ पुरा अरू वाच जस्तै, बट यसको जुन यो फिचर चाहिँ ओके, नाइस। फिमेल रे, फङ्सन इज नट इनेबल्ड। ओके, ब्याक, ब्रेथ ट्रेनिङ, ब्याक, टाइमर, स्टप वाच, अलार्म, गेम पनि रहेछ यार। गेम के हो? कार रेस। ओ यो गेम पहिला खेलेको थिएँ यार, नस्टेल्जिया आयो त बे। ओहो, ए केमा ठोक्ने हो केमा ठोक्ने न। ओके, सिकिरहेको छु म। 2048 वाला गेम के हो यो? 2 4 4 खै यो के हो यार? नो, ठिक छ, पछि एक्सप्लोर गरौँला यसलाई पनि। ओहो, गेम अन गरेपछि त ब्याकै गर्न मिलिँदैन त। गेम हुन्छ, ब्याक गर्न मिलिरहेन। स्मार्ट भनेको के हो यो? पेन्सिल, ए पावर बटनले गर्दो रहेछ त्यसपछि गेम क्लोज चाहिँ। ओके, नाइस। बिजनेस कार्ड, विच्याट, क्युकी, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, लाइन, के छ। ओके, नाइस। सो दिस इज द वाच। गाडी चाहिँ हामी एकछिनमा सेल हालेर चलाउँछौँ। यसको यहाँ रिचार्जेबल ब्याट्री थियो, अनि त्यो ब्याट्री चाहिँ रिचार्ज गरिरहेछौँ कि होइन, त्यति बेलासम्म चाहिँ म यसमा ग्लासहरू लाउँछु। सी यु गाइज आफ्टर वाइल है त। गाडी चाहिँ अब टेस्टिङको लागि रेडी भइसक्यो, चार्ज गरिसक्यो, मजा लागिरहेको, खुसी लागिरहेको छ। अनि के भन्नु, भाइले लिएको त्यही पनि दाइले चलाउँछ। यो पनि अर्को गाउँको भाइको लागि हो कि, एउटा दाइको भतिजको लागि हो, दाइले पठाउनु भएको। यति है त कस्तो छ, ट्राई गरौँ न। रिमोट कन्ट्रोलर फर्स्ट टाइम चलाइरहेको जिन्दगी, मैलेसम्म चलाएँ। ए गलत हातले समाते, सरी गाइज। क्यामेरालाई कतै राख्नुपर्छ ल।
ए मी बाटो साट ठोकेली यहाँ कहाँ अब अभी घुसौँ न गाडी चलाउँदै हुन्छ ए एक बोल राख्नु यहाँ बोल छ बोल ल्याउनु भयो यार बोल कहाँ छ अरे भाइ सिकिसकेँ मैले ए ठोकेलाई छोड 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 माथि ठोकेला ठोकेला ओ भाइ हुन्छ हाम्रो कहाँ कहाँ चलाएर उडाउनु हाल्दा तो घुम्ने बाल उड्ने बाल हो गए इसी गाडी ल्याउनु 4-5 लिएर आउँथ्यो यार माथि तैँले यार हाम्रो यसरी दिएको भयो महँगो हुन्छ क्या यार हेर्नु पावर हाइड्रोलिक गाडी हो हाइड्रोलिक हो त अनि दाइ चुज गरेको गाडी हो त अनि मजा आयो अहिले एकछिनमा बल ल्याउँछु अनि रकेट लिग खेल्छु एक्लै ए ट्र्याक बनाउनु पर्थ्यो यार मजा आउँथ्यो ए ट्र्याक बना न माथि एक ट्र्याक बना त ल एक ट्र्याक बनाउँछु त्यो ट्र्याक भित्र चल्ने ट्राई गर्छु है त ओके यो छ है हाम्रो ट्र्याक यहाँ जान्छ यहाँबाट सट्ट एउटा मोड आउँछ फेरि यस्तो मोड आउँछ अनि कम्प्लिट युटर्न आउँछ एन्ड यहाँ जान्छ है त अहिले यहाँ छ गाडी मुझे बारे कैमरा में लाती आने लिया आज सकाळ बेला जान्छ बोलेर यार त्यहाँ कहाँ नम्बर थियो रे लिखितमा फेल भएको ट्रायलमा पनि फेल भयो यार लिखितमा फेल भयो त ट्रायलमा पनि फेल भयो भने ठगेली च्यासिन चाहियो भन्नाले यार मैले च्यासिन छु ठगेली त्यसपछि कहाँ गयो ठोकिने के अरे पुत्तर ठोकिरहन्छ मेरो आयो पता भिडियो बनाउनु
खै छोड चियाचेलीका हुने बेला भइसक्यो आफै चियाचेली खेल्ने हौ ओ देख्नु यहाँ यी बा अङ्गारले कोर्या हो ट्राई बनाउनु परेन हेर न हरकत फेरि ट्राई फेल भइयो नि त यार शिट यहाँ क्यामेरा छ फेरि क्यामेरा बन्द गरिदिनु भन् भिडियोलाई यहाँसम्म हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद एन्ड यदि मन पर्यो भने चाहिँ भिडियोलाई लाइक गर्नु होला च्यानललाई सब्सक्राइब गर्नु होला र फ्युचरमा हामी यस्तै आरसी कारका साथ एउटा रकेट लिग अर्गनाइज गर्ने ट्राई गर्छौँ अमङ द टिम हैन सो यस सी यु गाइज बाई बाई